हेलो एभ्रिवान, गुड मर्निङ, नमस्कार। स्वागत गर्न चाहन्छु हजुरहरूलाई मेरो युट्युब च्यानलमा। म चाहिँ दिपा प्रधान। अहिले हाल भोजपुरबाट चाहिँ मैले यो भिडियो लिएर आएको छु। हजुरहरूले मेरो फर्स्ट सेकेन्ड थर्ड फ्लोर भिडियोहरू हेर्नुभयो भने चाहिँ अवश्य पनि हजुरहरूले थाहा पाइसक्नुभयो होला। आज चाहिँ शनिबारको दिन मैले भिडियो बनाउन गइरहेको छु। आजको दिनचर्या के कस्तो रहन्छ हजुरहरू सामु लिएर आउने नै छु। आजको दिन चाहिँ हाम्रो विशेष भनेको चाहिँ गेम हेर्न जाने प्लान छ। फुटबल गेम भइरहेछ भोजपुरमा, भोजपुर रङ्गशालामा भइरहेको छ गेम, फाइनल गेम। त्यो भएकोले गर्दाखेरि चाहिँ हजुरहरू सामु भिडियो लिएर नै आउनेछु। भिडियो अन्तिमसम्म हेरेर प्रतिक्रिया दिन नबिर्सिनु होला साथीहरू। भिडियो कन्टिन्यू गर्नेछु। कस्तो खाली देखिने रहेछ चर्च बाहिर फुटबल गेम भइरहेको छ। अहिले चाहिँ गेम सुरु भएको छैन, सुरु हुने तयारीमा छ। मान्छेहरू पनि भरि भराउ भइसक्नु भएको छ। यहाँनिर सानवीलाई के भयो? सानवी त रुनु हुँदैछ के हो? स्वागत छ तपाईँलाई मेरो भ्लगमा। लाइक शेयर सब्सक्राइब गरिदिनु होला। हाम्रो यहाँ एपिएफहरूको सपोर्टर चाहिँ यहाँनिर बसिरहनु भएको छ सबजना। यस ल ल बस, के हुँदैन। धारा मात्रै 4-5 वटा भएर के गर्नु साथीहरू। धारामा एक थोपा पानी छैन, टोइलेटमा पानी छैन, गाह्रो छ। मिनरल वाटरले धुनु पर्दैछ यहाँनिर। देखा
हेर न हेर क्यामेरा हालेको अलि भाषा खै इभानलाई नि बोलाउनु पर्दैन इभा भन्नु त तिनीहरू चाहिँ चर्चको रहेछ है के हो सगरमाथा चाहिँ यस्तो अल्छी नगर न यस्तो अल्छी लाग्दो गेम चाहिँ कहिले हेरेको थिएन है साथीहरू वाक्कै लागिसक्यो यहाँ है जस्तो भन न अनि आजको गेम चाहिँ एपिएफले 2 गोल हान्यो अनि चर्च बाले चाहिँ 0 को विरुद्धमा छ गेम सकिन लाग्यो हामी चाहिँ अब लाग्यौं मियाङ छिटाउ यहाँ चाहिँ पुरा चटपटे पसल छ है खाजाको लागि गेम खेलेर भोक लाग्नेहरुको लागि नगर न मियाङ के खोजेको सकिसक्यो पैसा लाग्यो ल अब आजको गेम चाहिँ सक्यो साथीहरु 3 को विरुद्ध 0 सान भिडियोको भिडियो बनाइदिनु पर्यो म त हामी पनि गाडी किन्नु पर्छ ल के किन्ने कार किन्ने कार यतालाई झर्छ हो हैन न त्यो चाहिँ बाइक कुदाउनु भएको ल म चाहिँ स्कुटी लानु तिमी चाहिँ बाइक लान्छौ साथीहरु हामी चाहिँ आज अब त्यस्तै भयो गेम सेम हेर्यो आयो अनि त्यसपछि चाहिँ अब अहिले चाहिँ खानासाना खाएर रुममा बसिरहेको छु
भिडियोहरू पनि खासै त्यस्तो मजाले गर्नु पाएन अब फुटबलमा यसो घरिघरि झलक झुलुक पालक पुलुक गरेँ अनि त्यसपछि हजुरहरू जति पनि नयाँ युट्युब च्यानल खोल्नु भएको छ नयाँ युट्युब क्रिएट गर्नुभएको छ हजुरहरू सबैजनाले चाहिँ सब्सक्राइब गर्नुहोला साथै नयाँ तथा पुरानो सबैजनाले सब्सक्राइब गर्नुहोला र कमेन्ट गर्नुहोला हजुरहरू सबैजनालाई म फलो ब्याक पनि गर्नेछु भन्दै आजको भिडियो चाहिँ यही अन्त्य गर्न चाहन्छु अनि मेरो बेबीले के भन्नुभएको लाइक कमेन्ट शेयर सब्सक्राइब गर्न नबिर्सिनुहोला भन्दै बाई बाई एभ्रिवान फेरि भेटौँला